काका काका कान्छी भन्दिए छोडी गयो के बिगातेको थियो यार मैले त्यसको होइन आज के बोलायो कहिले यस्तो गर्दिनथे त कान्छीले सबै कुरा भने जस्तो छ अब बर्बाद हुने भयो दर्शकवृन्द नमस्कार यो रोल्पाको ऐतिहासिक थबाङ गाउँ हो अहिले भूमे राके र रुतो फाल्ने दिनहरू चलिरहेको छ आज गाउँमा खुसियालीको रौनक छाइरहँदा यो एउटा घरमा भने वज्रपात परेको छ छोरी के तिमी मात्र के हो र ओ कि मेरो छोरी होइन के मलाई पीडा भएको छैन होला र यो संसारमा अब तिम्रो म अनि म तिम्रो बाहेक अरू को छ र फेरि यो रोएर आफूले नखाएर छोरी भेटिने पनि त होइन नि ल खाऊ यति खाऊ जे जसो भए पनि एक मुठी परान्त बचाउनु पर्यो नि ल खाऊ यति खाऊ जे जस्तो भए पनि एक मुठी परान्त बचाउनु पर्यो म भोलि बिहानै छोरी खोज्न जान्छु यता तिमीले घर हेरेको म छोरी खोज्न छाउला तिमीलाई यो अवस्थामा छोडेर म कहाँ जाऊँ के गरौँ भन तिमी आफै भन त मलाई मेरी छोरी दिनुहोस् प्लिज प्लिज मलाई मेरो छोरी दिनुहोस् मलाई केही चाहिएको छैन मलाई मेरो मुटुले एक्लै पारेर कहाँ गएको नि के गर्दै होली खाना खाइ होली कि भोकै होली मलाई मेरो छोरी दिनुहोस् मलाई यो संसारको कुनै खुसी छैन मलाई मेरो छोरी दिनुहोस् आमा तिम्रा दुःखका दिन गयो भन्थ्यो तिमीले दुःख गर्नु पर्दैन भन्थ्यो अब म जागिर खोज्छु तिमीलाई सुखले पार्छु भन्थ्यो यो के भयो भगवान मैले के पाप गरेको थिएँ भगवान मैले के पाप गरेको थिएँ यो चाडबाडको बेलामा दुनियाँ रमाएका छन् हाम्रो छोरी पनि साथमा भएको भए आज हामी कति खुसी हुन्थ्यौँ होला हेर त बाहिर सबैले कस्तो खुसियाली मनाइरहेका छन् हाम्रो घर कस्तो अँध्यारो भएको छ खमिरा मदिरा पिला उठ्ने रोग लाग्ने काल कष्ट शत्रु पैरी अन्य अत्याचार भ्रष्टाचार सबै उदपाई जमा धुतिया कुकुर डाइनो पानी सयो सबै लैजा हो साउन्या भेला
आफ्नो ख्याल गर्नु। छोरीलाई म जसरी भए पनि जहाँबाट भए पनि खोजेर ल्याउँछु। समयमै खाना खानु, यो घरलाई घर जस्तो पनि बनाउनु। यस्तो यो दुःखको बेला शत्रुहरूलाई हँसाउनु हुँदैन। म घरमै छु, जे जस्तो भए पनि हुन्छ। आफ्नो ख्याल रहनु होला। भोक लाग्यो भने खाजा भुटेर ढाल्दिएको छु। हे भगवान, बरु मलाई जे सजाय दिन्छौ देऊ, तर मेरी फुल जस्ती छोरीलाई केही नहोस् है। सकुशल घर फर्काइदेऊ भगवान। बरु म मेरो छोरीको लागि आफूले बलि चढाउन तयार छु। मलाई यो भन्दा धेरै दुःख नदिनुस् भगवान। रुँदा रुँदै आँसु रितिसके, आँखा उभाइसके भगवान। बरु म मेरो घाँटी नै रेटेर हजुरलाई बुझाउन सक्छु, तर मेरो श्रीमतीको खुसी अनि मेरो फुल्दै गरेको फुल जस्ती छोरीलाई नखोज्नुहोस् भगवान। बिन्ती छ भगवान, नखोज्नुहोस्, बिन्ती छ। जिन्दगी यसै बेला कौवाले आएर टाउकोमा हग्नुपर्ने। कौवाले हगेपछि त लोद्दर लाग्छ भन्छन्। ठुक्क जिन्दगी कौवाले हगेपछि अलक्षिणा लाग्छ भन्छन्। मेरो पनि जिन्दगी त्यस्तै छ। नानी, यो मान्छेलाई देखेको छौ र? देखेको छैन। आमा, यो मान्छेलाई देख्नु भयो? धेरै फिल्म हेर्ने भएको बाबु हो हामी। यो मेरो छोरी हो, हराएको छ, त्यही भएर खोज्दै आएको। हजुर देखिन के बाबु, यताउति हिँड्ने भएको कहिले देख्नु भएन नि? मस्तै भइगयो आमा। हजुर, ए हुन्छ आमा है। बाबु बेताओस् है बाबु, छोरीलाई मासुलाई मैले यो मान्छेलाई देख्नु भयो? मान्छेलाई देख्नु भएन? यो हराएको थियो, त्यही भएर कि देखेन दाइ। हजुर तपाईँ देख्नु पर्यो कहीँ? सुन्दैन।
अब सधैँदेखि नै भइसक्यो चिनजान गरेपछि ठिकै हुन्छ चिनिन्छ कुन ठाउँबाट धन्यवाद है यो रोल्पादेखि आएको रोल्पा कुन भाग गाउँबाट गाउँ उता तालाबाङतिरदेखि तालाबाङ तालाबाङ त नि मेरो नि मामा घर हो त हो तालाबाङको को हुनुहुन्छ यो मेरै छोरी हो छोरी हो के छोरी हो यो डाँगी टाइम हुनुहुन्छ अस्ति मैले न्युजहरू सुनेको थिएँ साउजी यो मेरो छोरी हराएको छ यसको ठुलो फोटो बनाइदिनुहोस् त ए छोरी हराएको ए हुन्छ भइहाल्छ नि बरु एकछिन टाइम लाग्छ बस्दै गर्नुहोस् न है अनि यो फोटो ठुलो बनाएको कति पैसा लाग्छ साउजी छोरी हराएकी छ ठुलो बनाएर जताततै टाँसिदिउँ कि भनेको सास छन् जे आस भन्छन् के र यसरी फोटोबाट छोरी भेटिन्छ त छोरी नै हराएको भए त बरु पुलिस चौकी गएको भए हुन्थ्यो तर ठिकै छ म गर्नुपर्ने काम गरिदिउँला नि त है चौकी पनि जानियो साउजी बाबुआमाको मन कसैले देखि पो हाल्यो कि भनेर सोध्दै हिँडेको छु ठिक छ महँगो त लाग्छ तर तपाईँ पनि दुःखमै हुनुहुँदो रहेछ म मिलाएरै गरिदिउँला नि है हुन्छ साउजी बनाइदिनुहोस् थोरै टाइम लाग्छ एकैछिन बस्दै गर्नुहोस् न है हस् लाउनुहोस् हजुर तपाईँको काम भयो है हस् छ्या कस्तो बनाएको यार नमस्कार हजुर छोरी हराए कतै देख्नु भएको थियो कि भनेर छोरी जवानी रहेछ पहिला गयो अलि नखुन्नुहोस् बस यहाँ पे आउँछ चुप्लाक मुलाहरू सक्छौ भने सहयोग गर सक्दैन भने कसैको अपना नगर मान्छे हराइरहेको छ मजाक लाग्छ तिमीहरूलाई तिमीहरू जस्तैले गर्दा यहाँ छोरीहरू असुरक्षित भइरहेका छन् सक्छौ भने सहयोग गर सक्दिनौ भने चुप लागेर बस नआत्तिनुहोस् तपाईँको छोरीलाई खोज्न म पनि सहयोग गर्छु तपाईँले मलाई हात जोडेर लज्जित नपार्नुहोस् तपाईँको छोरी मेरो पनि छोरी हो यो सहरमा अझै पनि मानवता मरेको रहेन रहेछ तपाईँ जस्ता जिउँदा भगवान् पनि रहेछन् तपाईँको कहिले नराम्रो नहोस् कस्तो पिसाब लाग्यो पिसाब गर्नु पर्यो पिसाब फेर्ने ठाउँ हो यो यहाँ पिसाब फेर्ने ठाउँ हो यो त्यहाँ माथि छैन पिसाब फेर्ने ठाउँ यहाँ मुद्ने हो ला सरम नभएको त्यत्रो छ त त्यहाँ मुद्ने ठाउँ आइया हे भगवान् मलाई पनि यस्तै बनाइदेऊ
न कसैको डर न कसैको भर न कसैको चिन्ता न केही कसैको फिक्री न केही हराउने डर न केही भेटिने मेरो साथी म एक्लो छु मेरो कोही छैन म एक्लो छु रातभरि भूतले तर्साउँछ मेरो कोही छैन त मेरो साथी त मेरो साथी त मेरो साथी